हेलो साथीहरु, वेलकम टु च्यानल। माई नेम इज रेशम बिन्दास फ्रम प्युठान। स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। आज पनि लिएर आइसकेको छु हजुरको सामने नयाँ भिडियो। आज चाहिँ म स्पेशल हजुरको लागि थ्याङ्क यू भन्न आएको हो। थ्याङ्क यू अनि बिचबिचमा भिडियो आइरहेको छ र हजुरले मलाई यति सानो छोटो समयमा सब्स्क्राइब गरेर जोडिनु भएको छ। यति राम्रा मान्छेहरू जोडिनु भएको छ, एकदम खुसी लागेको छ। सबैजनालाई थ्याङ्क यू सो मच। जतिजनाले पनि मेरो सब्स्क्राइब गरेर बस्नु भएको छ, एकदम विश्वास गरेर सब्स्क्राइब गर्नुभएको होला। हजुरलाई मैले पक्कै पनि राम्रा भिडियोहरू ल्याएर आउने छु र हजुरलाई मेरो भिडियो कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनु होला है त। कमेन्ट नाइस भने पनि मलाई एकदम ठुलो आराम मिल्नेवाला छ साथीहरू। र हजुरले मेरो भिडियो हजुरले ककुनसम्म पुर्याउनु भएको छ अनि कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला। मेरो भिडियो सबैजनालाई सेयर गरिदिनु होला, साथीहरूलाई पनि सेयर गरिदिनु होला। सेयर गरेर अलि ठुलो फ्यामिली बन्नेवाला छौँ र सबैजनालाई धन्यवाद भन्दै आजको भिडियो पनि यहीँबाट सुरु हुन्छ। लेट्स गो। हेलो साथीहरू, चाइनिज सब्जी खाने भएपछि आउनुहोस् है। चाइनिज सब्जी ट्याक्का लाएर है, ए चाइनिज सब्जी पकुनलाई मनपर्छ चाइनिज सब्जी। आउनुहोस् है खानेको लागि, खाने भएपछि आउनुहोस् है साथीहरू। म बनाउँदैछु यी च्याट्ट, मजाले खानुपर्छ है त। ल सबैजना आउनुहोस् है खानको लागि। खतरा बनाएको छु, हेर्नु न। बुवा बवाल बनाएको छ यार। म त हेर्नु साथीहरू चाइनिज सब्जी पनि बनाउँछु। म त खतरा मान्छे हो, फेरि चाइनिज सब्जी पनि बनाउँछु। हेर्नु न क्या दामी बन्यो यार। खाम झैँ बन्यो यार चाइनिज सब्जी त यार। एउटा दाइले मागेको छ त्यहाँ, त्यही भएर बनाइदिएको। दामी बन्यो यार। वाओ साथीहरू, आज चाहिँ मैले चाहिँ गाजरको हलुवा बनाउनु लगाएको है। गाजरको हलुवामा मैले के हालेर बनाउँछु त हेर्नको लागि हजुरले भिडियो हेरिरहनु होला है त साथीहरू। आज चाहिँ मैले फर्स्ट टाइम गाजरको हलुवा बनाउनु लगाएको साथीहरू, देख्न सक्नुहुन्छ। ट्याक्क केही पनि नहाल्ने हो, बस सिम्पल हलुवा बनाउने हो। हेरिरहनु है त। कराई लिऊ नि, त्यहाँबाट यो कराई डोस्ने होइन, अनि ग्यास जलाउने। यसलाई अब यत्तिकै, अब यसलाई न तेल हाल्नु न घि हाल्नुपर्छ, यत्तिकै होइन। यत्तिकै अब यसलाई पकाउने, स्वस्थ पकाउने यसलाई है। यसलाई फर्काइ पकाउने होइन। त्यहाँबाट यसलाई चलाइ फर्काएपछि ट्याक्क पाक्छ। हेर्दै जानु, अब हेर्दै जानु। अब मैले अब कसरी बनाउँछु अब यो हलुवा, गाजरको हलुवा कस्तो बन्छ भन्ने साथीहरू अब हजुरलाई म देखाउँछु है। यो ट्याक्क लाएर हाल्यो है, यसलाई मजाले पकाइन्छ। अहिले एकछिन पाक्न दिनु पऱ्यो मजाले। खच परुन जानी पाक्नु पऱ्यो है साथीहरू। ल साथीहरू, यो चाहिँ खोया है, खोया भन्छ यसलाई। यस्तो गरेर घिच्ने ट्याक्क। यो ढेर डल्लै हाल्ने नि फेरि ऊ हुन्छ कि यसमा मिक्स हुँदैन, त्यो कारणले यसलाई चाहिँ घिच्न पर्छ झट्ट। यस्तो चुरा पारेर यो फेरि दुधको ट्याक्क दुधको भन्छ है। मैले चाहिँ बाहिर किनेर ल्याएर आएको यसलाई चाहिँ है साथीहरू। यस्तो बन्यो है। यसमा मैले केही पनि हालेको छैन, यस्तो पानी निस्केको होइन, गाजरको पानी। अब पानी निस्केपछि अब फेरि अब त्यही बेला चिनी हालिदिने, स्वाइँ चिनी हालिदिने है। यस्तै गरेर चिनी हालिदिने ट्याक्क। अब यसलाई फेरि पकाउने, स्वस्थ अझै पकाउनुपर्छ। यसलाई मस्तै पकाउनुपर्छ। यो पानी देखेको छ नि, यो पानी पुरै सुकाउनु पर्छ कि पकाएर, बल्ल गाजरको हलुवा भन्छ। यता फेरि मैले ट्याक्क यो चुरेर ट्याक्क राखिसकेको छु। अब यो पानी चक्रक्क सुक्यो भने त्यहाँ बल्ल त्यो हालेर त्यहाँ अझै घट्नुपर्छ। त्यहाँ लास्टमा घिउ हालेर, लास्टमा बल्ल देसी घिउ हालेर मजाले यसलाई तड्का लगाउनु पर्छ। त्यहाँपछि बन्छ हलुवा, गाजरको हलुवा। साथीहरू बनाएर रेडी है एकदम। ट्याक्क लाएर है डब्बामा राखियो है साथीहरू। खानालाई कस्तो होला। सो गाइज, दुबईबाट खाना आएको है, दुबईबाट है।
यस्तो यस्तो खाना यार, के खाना यार यस्तो यार। गाइस ये शिमला मिर्च हो, ये नींबू, ये टमाटर, यार ये तो अचार जैसे है, वो समझ नहीं आ रहा क्या क्या है। यस्तो रोटी यार, दुबईको रोटी रहेछ कि है। म त यार कन्फ्युज भएको छु यार खानालाई यार, के हो कि यस्तो यस्तो खाने। हाँ यहाँ भी देखो ना, ऐसे खाने से शिमला मिर्च है गाजा। वो का खा साँच्चै दुबईमा गएर यस्तै खान्छन् दुबईबाट आएको हो कि साथीहरू। हामी त छक्क पऱ्यौँ माठेर यार। अब खाँदैछौँ गएर कसरी खाने हो यस्तो रोटी। ये खट्टी रोटी हेर न, देखो ये मिर्ची है, ये खट्टा वाला है, इसके अंदर बीज नहीं। देखो ये पता नहीं वाइट वाइट क्या है, इसका टेस्ट करते हैं कैसा होता है। दही जैसे है, मीठा सा। देखो यस्तो रोटी खाइछ यार। और इसके बाद ये टेस्ट कर देगा। देखो आइसक्रीम जैसा लग रहा है, तो ये भी टेस्ट करते हैं कैसा होता है। ठीक है खाने दे दो। दुबईको खाना खाइयो यार माटो में, दुबई विदेशबाट आएको खाना यार। और ये चीज़ तो क्या है पता नहीं, ये भी टेस्ट करते हैं। यसमा सबै छ, धनियाँ पुदिना पालक सालक नींबू निम्बु टमाटर हरी मिर्च। शिमला मिर्च। ये क्या? चाइनिजमा खान्छ नि यस्तो, चाइनिजमा होइन। मिर्च यस्तो नि कोही खान्छन् यार। रोटी त यस्तो प्याकेटमा आउने रहेछ यार। बबालै हुने रहेछ दुबईको खाना। ये तो लहसुन है ना गाइस, लहसुन लग रहा है, लहसुन जैसा है। अचार बना रहे हैं लहसुन का।